बाइकमा भेट्न जाँदा कसैले एउटा ब्रा पनि लगेर देऊ है। ओइ झारे, म बन्दकोपी हुँ रे। कति दिन दिनै मासु खाएर आफ्नो शरीरलाई रोगको भारी बनाउँछस्। अहिले काहीँ मलाई खा। म तेरो शरीरलाई आवश्यक पर्ने भिटामिन सी र के प्रदान गर्छु अनि तेरो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छु। कहिले आफ्नो शरीर आइनामा हेरेको छस्? मोटाएर भैँसी जस्तै भइसकिन्। पेट हैन पेट। पेट के सारा निस्केको थियो? लाज लाग्दैन अलिकति? एआईले मान्छेको जागिर खान्छ भनेको मान्छेले एआई को जागिर खाए। रियल एआई। ओइ झारे, म बन्दकोपी हुँ रे। अच्छा। एआई इज डेन्जर। एआई इज इन डेन्जर। ओ भाई। नेपालीले एआईलाई खर्लप्पै झार्ने भयो नि यसरी त। ट्रेन्ड पनि के चल्छ के मेरो फोन मेरो मर्जी रे। तो चलिए शुरू करते हैं। कन्डो छ भन्दैमा मेरो मर्जी भन्दै जहाँ पायो त्यही हग्न त भएन नि सरकार। तिहार पछि बल्ल आज मासु खाएको होला अनि तिहार आएको जस्तो लाग्यो होला। पोहोर सालको दसैँमा चिची खाएँ, अझसम्म चिची खाएको छैन। ह्यापी कुकुर तिहार दाइलाई पनि। तिहार आइसकेछ, आफूलाई थाहा पाउन पनि टिकटक नै हेर्नु पर्ने फेरि। सही पकडे हैं। हार्दिक श्रद्धाञ्जली, मेरो फोन मेरो मर्जी। ल फेरि यहाँ नयाँ पत्रकार निस्केछ। पहिला यसको समाचार सुनौं अनि फन्नी कमेन्ट पढौँला। नमस्कार, दिपुन खबर एसटी सञ्चालक बाबन समयमा होटेको तर्फबाट र यही वैशाख 13 गते आएको पानीले गर्दा एक दिनसम्म त जतै पनि विद्युत अवरुद्धै भएको थियो र वैशाख 14 गतेबाटै फेरि तपाईको मुसिकोट नगरपालिका 5-8 सम्म लाइन आएको छ र विद्युत आएको छ, बत्ती बढेको छ। तर भाइ जिब्रो चलाएर बोल न, केही बुझिएन। दिपुन खबर एसटी सञ्चालक सुमधुर स्वरको गरिब ऋषि धमाला दिमाग झमाला। तपाईहरु ठोक्नुहुन्छ कि मै ठोक्दिउँ? ल आजको लागि यति नै। भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु। कमेन्ट